हेलो एभ्रिवान। सो आज हामीहरू इन्डिसेसको अर्को क्वेसन नम्बर 4 गर्न गइरहेछौँ र त्योभन्दा अगाडि तपाईँहरूले थाहा नै छ हामीहरूको क्लास 8 को नयाँ ब्याच सुरु हुँदैछ र त्यसमा इनरोल हुनको लागि तपाईँहरू यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ र यो ब्याचमा 10 स्टुडेन्ट हुन्छ र 8 क्लासको म्याक्सिमम म्याथ्स, अप्सनल म्याथ, साइन्स र तपाईँहरूको डिमान्ड भयो भने अरू अरू सब्जेक्ट पनि पढाउँछु जसमा डेली 1 आवर क्लास हुन्छ र धेरै अरू इन्फर्मेसनको लागि र इनरोल हुनको लागि तपाईँहरू यो नम्बरमा क्लिक गर्न सक्नुहुन्छ। सो क्वेसन नम्बर 4मा हेरौँ है। हामीले अरू क्वेसन्सहरूमा अरू लजहरू युज गरिसकेका छौँ। अब हामीहरूलाई अर्को ल जसमा के हुन्छ हामीहरूको डिनोमिनेटरबाट न्युमरेटर र न्युमरेटरबाट डिनोमिनेटरमा जाँदा के हुन्छ पावरको साइन चेन्ज हुन्छ है। प्लस छ भने माइनस माइनस छ भने प्लस हुन्छ। त्यति नै छ फिफ्थ ल। लको भिडियोज फर्स्टमै राखिसकेका छौँ हेर्न सक्नुहुन्छ। त्यसपछि आउँछ अर्को ल। अर्को लले के भन्छ कि एउटा हामीहरूको x को पावर n छ त्यसको होलको पावर n छ भने के हुन्छ पावर मल्टिप्लाई हुन्छ। के हुन्छ पावर मल्टिप्लाई हुन्छ। यसको रिलेटेड क्वेसन्सहरू पनि हामीले लास्ट क्वेसनमा इन्काउन्टर गरेका थियौँ। अब हामीहरू क्वेसनतर्फ जाउँ आरामले है। अब हामीहरूलाई सिम्प्लिफाई गरेछ भनेछ युजिङ द ल अफ इन्डिसेस। ल अफ इन्डिसेस युज गरेर नत्र त हजुरहरू सिम्पली क्यालकुलेटरमा राखेर सल्भ गरिदिइहाल्नुहुन्छ। ल अफ इन्डिसेस युज गरेर गर्नु छ। सो हामीहरूलाई 2 को पावर 2 दिएको छ। ओके, हामीहरूको प्लान के हुन्छ कि बेस हामीहरू मिलाउन खोज्छु कि जति सक्दो बेस इक्वल गर्न सक्छु सबैको बेस। सो 4 लाई म 2 को स्क्वायर लेख्न सक्छु किनभने 2 को स्क्वायर पनि 4 हुन्छ र त्यसको पावर 2 त थियो नै। त्यस्तै गरी तल 8 को स्क्वायर छ भने 8 के हुन्छ 8 लाई हेरौँ 2 4 जा 8 2 2 जा भन्नाले 3 टाइम्स अफ 2 भन्नाले 2 को क्युब गर्यो भने 8 हुन्छ। त्यसको पावर 2 त थियो नै पहिलेदेखि। अब अब हेरौँ है। अब एकचोटि एक स्टेप अझै बढाउँ। यसलाई म 2 को पावर 2 होलको पावर 2 यो ल लाग्यो कि लागेन। पावरलाई मल्टिप्लाई गर्ने 2 2 जा कति हुन्छ 4। त्यस्तै तल 2 को पावर 3 छ र 2 को पावर 2 छ र के भयो 2 3 जा 3 2 जा 6 भयो। अब हामीलाई थाहा छ बेस सेम छ भने के हुन्छ पावर एड हुन्छ भन्नाले 2 3 प्लस 4 डिभाइडेड बाई 2 को पावर 6 भन्नाले 2 को पावर 7 डिभाइडेड बाई 2 को पावर 6 र अर्को रुल पनि थाहा छ इन्डिसेसको कि बेस सेम छ भने र डिभाइडमा छ भने पावर के हुन्छ सबट्र्याक्ट। सो हामीहरूले यो क्वेसनमा लगभग 90% सबै लगभग हामीहरूको लगभग 5वटा रुल त आइ नै सक्यो यसबाट। सो 2 को पावर 1 भन्नाले 2 भयो हामीहरूको एन्सर। कसैलाई के गाह्रो छ ओके ल। अब हामीहरू अर्को क्वेसनतर्फ जाउँ है। अर्को क्वेसनले के भनिरहेछ हामीलाई अर्को क्वेसनले हामीहरूलाई पनि सेम त्यस्तै छ। यसमा हामीहरूलाई 5 को क्युब 125 लाई पनि 5 को फर्ममा लग्ने 25 लाई पनि 5 को फर्ममा लग्ने। यसको एन्सर कति छ तपाईँहरू मलाई कमेन्ट गर्न सक्नुहुन्छ अथवा सल्भ गरेर फोटो खिचेर मलाई WhatsApp मा पठाउनु भयो भने तपाईँको कुनै प्रोसेसमा केही मिस्टेक छ भने गर्न सक्नुहुन्छ। अघिकै नम्बरमा WhatsApp गर्न सक्नुहुन्छ नत्र युट्युब च्यानलको WhatsApp मा लिङ्क छ त्यसमा क्लिक गर्न सक्नुहुन्छ। बरु हामीहरू क्वेसन नम्बर सी हेरौँ। अलिकता मिक्सचर छ। यसमा पनि अब हामीहरू सिम्पलेस्ट फर्ममा जस्तै कि 4 को पावर 4 छ यसलाई म हेर्नुहोस् अब म यसलाई 2 को फर्ममा पनि लग्न सक्छु अथवा 16 छ यसलाई म 4 को फर्ममा लग्न सक्छु। जसरी इजी हुन्छ तपाईँलाई त्यसरी गर्न सक्नुहुन्छ। मैले के गरेँ 4 कै फर्ममा राखेँ 4 को पावर 4 इन्टु 5 को पावर 5। त्यस्तै तल म 25 लाई 5 को स्क्वायर र होलको पावर 3 त थियो नै। त्यस्तै 16 लाई 4 को स्क्वायर होलको पावर स्क्वायर। यो तपाईँहरू क्वेसन बनाउँदै जाँदा एक्सपिरियन्स आउँछ है आत्तिनु पर्दैन। यसलाई म 2 को फर्ममा पनि सबैले लग्न सक्थे जे गर्दा नि हुन्छ। 4 को पावर 4 5 को पावर 5। अब तल के भयो 5 को पावर 6 इन्टु 4 को पावर 4 भयो। अब हेर्नुहोस् 4 को पावर 4 डिभाइडमा छ भने माइनस। अब हेर्नुहोस् है ल म यस्तै गर्छु 5 को पावर 5 माइनस 6 भयो डिभाइडमा थियो त्यसैले 4 को पावर 0 भयो इन्टु 5 को पावर माइनस 1 भयो। अब 4 को पावर 0 लाई म 1 लेख्न सक्छु सक्छु र 5 को पावर माइनस 1 चाहिँ यतिकै छोड्न मिल्यो अथवा मैले
पावरको साइन चेन्ज गर्नु छ भने न्युमिरेटरलाई के गर्नुपर्छ, डिनोमिनेटरमा ल्याउनुपर्छ भन्नाले 1/5 हामीहरूको एन्सर आयो। कसैलाई पनि कुनै स्टेपमा प्रब्लम छ भने मलाई कमेन्ट गर्न सक्नुहुन्छ, म एक्सप्लेन गरिहाल्छु। सो क्वेसन नम्बर 4मा हामीहरूको 3वटा मात्र क्वेसन थियो। बी नम्बर तपाईँले बनाउनु पर्नेछ, त्यो तपाईँहरूको होमवर्क छ। र ब्याचमा जोइन हुन चाहनुहुन्छ भने छिटोभन्दा छिटो जोइन हुनु होला। हामीहरूको ब्याच छिटै स्टार्ट हुन्छ र ब्याचमा 10जना मात्र छ, त्यसैले हामीहरू पर्सनली सबैलाई गाइड गर्न सक्छौँ। हामीहरूको टिम पनि हुन्छ जसले तपाईँहरूसँग कन्ट्याक्ट गरिराख्छ र प्राइस पनि धेरै रिजनेबल छ। त्यो जानकारीहरू हामीहरूलाई कल गरेर सोध्न सक्नुहुन्छ। आजको लागि यति नै।